नेपालकै मुटुमा रहेको विश्व प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथ मन्दिर काठमाडौँको गौशाला क्षेत्रमा पवित्र बागमती नदीको किनारामा अवस्थित यो मन्दिर केवल एउटा धार्मिक स्थल मात्र होइन, यो आस्था, संस्कृति र इतिहासको जीवित प्रतीक हो। पशुपतिनाथ मन्दिर भगवान शिवको पशुपति स्वरूपलाई समर्पित गरिएको छ। पशु अर्थात् सबै जीवजन्तु र पति अर्थात् स्वामी। यसरी पशुपति भनेको सम्पूर्ण सृष्टिको स्वामी हुन्। यो मन्दिरको मुख्य संरचना प्यागोडा शैलीमा बनेको छ, जसको छाना सुनले माडिएको छ। काठका कलात्मक झ्याल र ढोका प्राचीन नेवारी कारिगरी देख्न सकिन्छ। यहाँ दैनिक हजारौं भक्तजनहरू पूजा आरती र दर्शनका लागि आउँछन्। विशेष गरी महाशिवरात्रिमा यहाँ लाखौं भक्तजनहरूको भिड लाग्छ। नेपाल मात्र होइन, भारत र अन्य देशबाट पनि साधु, सन्त र तीर्थयात्रीहरू यहाँ आइपुग्छन्। मन्दिरको छेउमा रहेको आर्यघाट हिन्दू संस्कृति अनुसार अन्त्येष्टि गरिने पवित्र स्थल। यहाँ जीवन र मृत्युको यथार्थ एकै ठाउँमा देखिन्छ। पशुपतिनाथले हामीलाई सम्झाउँछन्, जीवन अस्थिय छ तर आत्मा अमर छ। मन्दिरको परिसरमा रङ्गीचङ्गी वस्त्र लगाएर साधुहरू स्वतन्त्र रूपमा घुमिरहेका बाँदरहरू र शान्त वातावरणले यहाँ छुट्टै आध्यात्मिक अनुभव दिन्छ। सन् 1979 मा पशुपतिनाथ मन्दिरले युनेस्को वर्ल्ड हेरिटेज साइटमा सूचीकृत गरिएको थियो। यसले यसको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई विश्वभरि चिनाएको छ। पशुपतिनाथ केवल मन्दिर होइन, यो विश्वास हो, यो परम्परा हो।